हेलो एभ्रिबडी, आज चाहिँ म फेरि धेरै दिनपछि साइक्लिङ गर्न निक्लिएको छु। मौसम राम्रो भएको कारणले गर्दाखेरि म चाहिँ आज एकदम रेडी भएर बाहिर निक्लिसकेको छु साइक्लिङमा। आज चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि एग्रिकल्चर फार्म हेर्नलाई। त्यहाँ चाहिँ गहुँबारी, यो गहुँबारी भइहाल्यो है, यस्तो छ गहुँबारी। अनि ऊ पर तोरीबारी छ, म त्यो तोरीबारी चाहिँ जान लागेको। घाम मजाले लागेको छ, घाम सँगसँगै हावा पनि चिसो हावा चल्दैछ। एकदम राम्रो मौसम भएकोले चाहिँ म अब घुम्न निस्के। यहाँनिर आइपुगेर चाहिँ म कन्फ्युज भएँ। अब यो बाटो जाउँ कि यो बाटो जाउँ भयो। अब दुईटै ठाउँ गयो भने राम्रो छ। अब दुईटै यताबाट गयो भनेदेखि गहुँबारी भेटिन्छ, यताबाट गयो भने तोरीबारी भेटिन्छ। यताबाट गाउँबारी पनि भेटिन्छ, अलिक तोरीबारी भेट्नलाई चाहिँ अलिक पर जानुपर्छ। यताबाट नजिकै गयो भने चाहिँ तोरीबारी उतै छ। यहाँनिर यस्तो छ, डिरेक्सन देखाएको छ। अब हेरौँ है, यही बाटो जानु पर्यो, सिधै बाटो जानु पर्यो, यस्तो टर्न नघुम्नु पर्यो। ल है, म यहाँको गाउँबारी आइपुगेँ है। यो चाहिँ गाउँबारी, यस्तो राम्रो गहुँ रोपेको छ। खेती गर्नुपर्छ भन्छ नि, तर किन र कसरी गर्नुपर्छ भन्ने चाहिँ यस्तो सिस्टमेटिक वेमा गरेको छ। एकदम यो राम्रो है, हेर्दा पनि यस्तो रहरै लाग्दो क्या। कस्तो राम्रो छ यो गहुँ। आइपुगेँ म यहाँनिर, यस्तो छ, राम्रो छ, यस्तो आनन्द लाग्नु छ कि बाफरे बाफ। तोरीबारी आइपुगे, कस्तो राम्रो तोरीबारी फुलेको छ। वाउ, राम्रो छैन त, थोरै राम्रो छ। बाफरे बाफ, तोरीबारी धेरै राम्रो छ। तोरीबारी आएर फोटो खिचेर अब म फर्कन लागेँ। तोरीबारी खतरा छैन त? बाफरे बाफ, मैले त जीवनको आधी दुखै बिर्सेँ यहाँ आएर। साँच्चै हो, जिन्दगीमा भएको अलिअलि दुखै नै बिर्सेँ। अब मैले यहाँदेखि उता जाने निर्णय गरिनँ। म यहीँ बस्छु एकछिन आनन्दले, एकदम रमाइलो, एकदम घाम लागेर है, कस्तो आनन्द भएको छ। अब यहीँ बस्छु। तोरीबारी, गाउँबारी पनि सबै हेरेँ, रमाइलो लाग्यो। तपाईँहरूलाई पनि देखाएँ, हेरेँ, आनन्द लाग्यो। पहेँलपुर तोरी फुलेर है, एकदम आनन्दमय। मैले अघि पनि भने नि, आधी दुखै बिर्सेँ, भएको दुःख नै बिर्सेँ। ल, फेरि म अब अर्को भिडियो लिएर आउनेछु कुनै दिन। त्यति बेलासम्म किप वाचिङ, थ्याङ्क यू सो मच।